Hello, my dear student of class 9. Student of class 9, आजको लेसन class 9 Mathematics chapter 7, exercise 7.1, question number 4. यो तपाईको बुकमा तपाईले पाउनुहुन्छ अनि च्याप्टर छ तपाईको congruence of triangle. Congruence of triangle त्यहाँबाट तपाईले आज सिक्नु हुँदैछ. अब क्वेशन तपाईले पढ्नु होला, तपाईलाई यो गर्नु लगायो भने तपाईलाई आउँदैन है. जसलाई तपाईले आउँछ तपाईले नहेर्दा हुन्छ. हो आउँदैन तपाईले हेर्नुस्, जरुर हेर्नुस्. अच्छा, भिडियो हेर्ने बेलामा लाइक कमेन्ट सब्स्क्राइबको कुरा पर सार्दिनुस्. तपाईले पढाइमा ध्यान दिनुस् हैन, ताकि अर्को क्वेशन दिँदाखेरि चाहिँ लेख्नु सक्ने बुझ्ने भएको होस् भनेर चाहिँ मेरो एकदम शुभकामना चाहिँ नानीहरुलाई हो. विशेष गरी दुईजना यहाँ नानीहरु छ उनीहरुलाई. ल, सबभन्दा पहिलो कुरो चाहिँ हामी सल्युसन गर्दाखेरि अलिकति ध्यान पनि यता. ल, अलि यताउता नगरौँ, यहीँनेरि. अब यहाँ माथि क्वेशन पढ्दाखेरि चाहिँ L and M are two parallel line. देख्यो, L and M are two parallel lines भनेको चाहिँ यहाँ स्मल लेटरले देखाएको छ. यो L भनेको चाहिँ यो लाइनको नाम हो, M भन्नाले यो लाइनको नाम हो. यी दुईटा लाइन चाहिँ के छ अरे, प्यारालल छ अरे. प्यारालल भनेको बुझ्छ होला, रेलवे ट्र्याक भयो है, एउटा काठको प्ल्याङ्कको पनि साइडको धार लाइन भयो. यिनीहरू कहिले जोडिँदैन, एक साथमा बराबरी डिस्टेन्स मेन्टेन गरेर गएको हुन्छ, कहिले जोडिँदैन भन्ने कुरा कथा चाहिँ मैले अगाडिबाटै भनिसकेको छु है त. अब अर्को छ, यो दुईटा प्यारालल लाइन यो जुन चाहिँ छ है, यो प्यारालल लाइनलाई चाहिँ अर्को पनि एउटा प्यारालल पेयर अफ प्यारालल छ नि, अर्को प्यारालल लाइनले चाहिँ इन्टरसेक्ट गरेको छ अरे. कुरा बुझ्यो? इन्टरसेक्ट भनेको चाहिँ यो जुन चाहिँ जाँदै गरेको लाइनलाई फेरि अर्को यस्तो लाइन आएर यो लाइनलाई चाहिँ काट्यो. कुरा बुझ्यो? क्रस भयो. अब सर्टकटमा चाहिँ इन्टरसेक्ट भन्न सिकौँ नि. इन्टरसेक्टेड भनेको चाहिँ इन्टरसेक्ट भइसकेको छ बाई एनदर पेयर अफ प्यारालल लाइन. त्यसको नाम चाहिँ PNQ रहेछ. कुरा बुझ्यो? PNQ कहाँ छ रहेछ त भन्दाखेरि यहाँनिर चाहिँ नाम मैले यहाँ लेखेको छुइनँ भने म अब लेख्दैछु PNQ. यो लाइनको नाम P, अर्को लाइनको नाम Q. तपाईँले बुकमा हेर्न सक्नुहुन्छ, त्यो तपाईँले पाइहाल्नुहुन्छ. अब यति भएपछि है, प्यारालल लाइनले हिरालाल होइन, प्यारालल लाइनले चाहिँ जब क्रस गर्छ भने यो जुन चाहिँ एउटा 4 साइडेड फिगर फर्म हुन्छ, त्यो चाहिँ त्यसको नाम चाहिँ प्यारालेलोग्राम हुन्छ. कुरा बुझ्यो? गिभन द्याट लेखिदिन्छु ल. गिभन द्याट भनेको चाहिँ दिएको छ कि हामीलाई ABCD इज अ प्यारालेलोग्राम. यसरी लेख्छ सर्टकटमा, प्यारालेलोग्राम. कुरा बुझ्छ? प्यारालेलोग्राम यसरी लेख्छ. ABCD जुन चाहिँ यस्तो छ, ABCD चाहिँ प्यारालेलोग्राम हो. यो क्वाड्रिलेटरलको नाम हो. अब यसको बारेमा तपाईँले क्लास 8 को च्याप्टर 4 या 3 मा तपाईँले मजाले पाउनुहुन्छ, त्यहाँ गएर पनि तपाईँले पढ्न सक्नुहुन्छ. अब यहाँनिर यसमा प्यारालेलोग्राम हो भनेदेखि चाहिँ के चाहिँ हुन्छ त भन्दाखेरि चाहिँ AD प्यारालल BC हो है, अनि अर्को छ AB प्यारालल BC हो है. अनि AD भनेको चाहिँ यो है हो, प्यारालल BC चाहिँ AD चाहिँ DC सँग. ल, AD हैन, AD BC सँग प्यारालल छ. यो योसँग प्यारालल AB यो हो, योसित प्यारालल, यो हामीसित यो छ है. अब पढाइमा चाहिँ अब ल, अब पढाइमा चाहिँ ध्यान दिने बेला आयो. के भन्दाखेरि चाहिँ हाम्रो मेन पोइन्टमा चाहिँ हामीले चाहिँ प्रुफ गर्नुपर्ने ABC ट्रायंगल देख्नु हुँदैछ. ABC हेरे यहाँनिर ABC म देखाउँदैछु यहाँ. जब यहाँ डायगोनल तानेको छ भने है, डायगोनल तानेको छ भने चाहिँ ABC बनिन्छ, ट्रायंगल बनिन्छ. यता पनि ट्रायंगल बनिन्छ. दुईटा ट्रायंगल चाहिँ कङ्ग्रुएन्ट छ भनेर चाहिँ देखाउनु पर्ने. कङ्ग्रुएन्ट, CONGRUENT,
कङ्ग्रुएन्ट यहाँनिर कङ्ग्रुएन्स छ अनि मिलिसकेपछि चाहिँ यहाँनिर छ कङ्ग्रुएन्स होइन मिलिसकेपछि चाहिँ कङ्ग्रुएन्ट हुन्छ GRUENT कङ्ग्रुएन्ट हुन्छ अनि कङ्ग्रुएन्ट भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ एउटा ट्रायङ्गल अर्को ट्रायङ्गलसँग ट्याप्पै मिल्छ भनेको कुरा बुझ्यो एकदम करेक्टली कोइन्साइड भनेको एकदम मिल्छ कुरा बुझ्यो डिफ्रेन्ट फिगर चाहिँ कोइन्साइड हुँदैन अच्छा अब त्यसको लागि चाहिँ हामीले 3वटा च्यालेन्ज अथवा 3वटा क्राइटेरिया चाहिँ हामीले के गर्नुपर्छ लिस्ट आउट गर्न सक्नुपर्छ देखाउनु सक्नुपर्छ कुरा बुझ्यो फर्स्टमै चाहिँ यसको पार्ट चाहिँ यसको पार्टसँग बराबरी हुनु पर्यो अथवा यसको करेस्पोन्डिङ पार्ट चाहिँ के हुनु पर्यो बराबरी हुनु अब करेस्पोन्डिङ भनेको चाहिँ म बुझाउँदैछु ए करेस्पोन्डले सी करेस्पोन्ड गर्छ यहाँ नै म सोध्छु ल फेरि भन्नु है एले सी करेस्पोन्ड गर्छ बीले डी करेस्पोन्ड गर्छ सीले ए करेस्पोन्ड गर्छ कुरा बुझ्यो यस्तो करेस्पोन्ड चाहिँ इक्वल हुनु पर्यो सी एसँग सी बराबरी हुनु पर्यो बीसँग डी बराबरी हुने सीसँग ए बराबरी हुनु पर्यो यो चाहिँ करेस्पोन्डिङ पार्ट्स भन्छ यस्तोलाई चाहिँ अगाडि पनि बताएको छु म फेरि पनि बताउँदैछु नानीहरू मेरो मुख दुख्ने होइन अच्छा अब हामी नम्बर 1 जाउँ एङ्गल एसिडी देख्नु हुँदैछ यो चाहिँ योसित बराबरी हुन्छ कि हुँदैन के कारणले गर्दा ना एङ्गल एसिडी बराबरी एङ्गल एसिडी यो लेखेँ अब यसको नाम लेख्दैछु डिएसी एङ्गल डिएसी कसरी होला भन्न चाहिँ यहाँनिर हामीले कोड गर्न सक्नुपर्छ यो 3टा यो लाउनु बिर्सनु हुँदैन किनकि भनेको यो चाहिँ अल्टरनेट एङ्गल कतिखेर हुन्छ भन्दाखेरि चाहिँ जब प्यारालल लाइनले यसले चाहिँ ट्रान्सभर्सलको काम गर्छ त्यतिखेर अल्टरनेट एङ्गल हुन्छ त्यतिखेर यो एङ्गल बराबरी भयो अच्छा यसमा सीसँग चाहिँ ए बराबरी भयो यो एउटा क्राइटेरिया हामीले देखायो अब अझै 2टा देखाउनु छ अझै 2टा के देखाउनु भन्दाखेरि चाहिँ योसँग यो पनि बराबरी हुन्छ कि हुँदैन हुन्छ होइन किनभने यो प्यारालल हो यो ट्रान्सभर्सलको काम गर्यो हो है अनि यो अल्टरनेट एङ्गल अर्को पनि रहेछ है एङ्गल सिएबी बराबरी एङ्गल सिएबी अहिले भर्खर लेख्यो बिसिए भएन सिएबी चाहिँ यसको यहाँ देखाइसक्यो अब यता पो आउनु पर्यो त अन्त डिएसी हुन्छ डिएसी ए करेस्पोन्ड गरे मिल्यो होइन एसिडी योसँग त एसिडी भएन एङ्गल एसिडी गर्दाखेरि ए चाहिँ सीसँग करेस्पोन्ड भएको भयो कुरा बुझ्यो यो पनि अल्टरनेट एङ्गलै भयो अल्टरनेट एङ्गल अब अझै एउटा के छ पार्ट्स यो एङ्गल नो एसी चाहिँ बराबरी हुन्छ एसी अर्को पनि एसी बराबरी यसलाई चाहिँ हामी कमन लेख्छ कुरा बुझ्यो गर्दाखेरि फर्स्टमा कुन मिल्यो यो मिल्यो सेकेन्डमा कुन मिल्यो यो मिल्यो 3टा मिल्यो जब 3टा मिलिसकेपछि चाहिँ हामीले यो 2टा ट्रायङ्गल जुन देख्दैछ नि देयरफोर ट्रायङ्गल एबिसी कङ्ग्रुएन्ट नट बराबरी कङ्ग्रुएन्ट टु सरी ट्रायङ्गलको त देखाएको छैन ट्रायङ्गल सिडिए कङ्ग्रुएन्ट कुन चाहिँ क्राइटेरिया भन्दाखेरि चाहिँ एउटा एङ्गल भन्छ न एङ्गल साइड एङ्गल बिकज अफ एङ्गल साइड एङ्गल कङ्ग्रुएन्सी CONGRUENCY कङ्ग्रुएन्सी रुल कुरा बुझ्यो अब यो कमन भन्ने कुरा चाहिँ बुझेन होला है
त्यो बुझाउनुको लागि चाहिँ अलिकति म यहाँ टाइम लिँदैछु सपोज एउटा लाइन छ अरे है एउटा लाइन छ एबी है अब यो एबीमा चाहिँ अर्कोले एउटा 2 4 बनाएर एउटा कोठा बनायो अनि एउटा प्रियतना भन्नेले फेरि यसमै एउटा यतापट्टि बनायो गर्दाखेरि 4 साइडेड फिगर त भयो तर दुईजनाकै वाल चाहिँ एउटै भयो हैन उसकोमा एउटा वाल हो उसकोमा वाल हो भनेपछि अटोमेटिक यो चाहिँ बराबरी हुन्छ हो त्यसरी चाहिँ कमन भएको यहाँ पनि तपाईँले त्यस्तै यहाँ एउटा सामेलको रुम भयो उता प्रियतनाको रुम भयो हैन अनि प्रियतना फ्रम दिल्ली यहाँ यो रुम भयो सामेलको फ्रम सिक्किम यो रुम भयो दुईजनाको एउटै पार्टिसन छ अन्त त्यो सेमसँग त सेम त अलवेज इक्वल लोजिकल्ली भेरी सेटिस्फाइड गर्दाखेरि हाम्रो एन्सर यहाँ कम्प्लिट भएको छ कुरा बुझ्नुभयो अब तपाईँले यो बुझ्नुभयो भने सेम टु सेम यस्तै खालको छ अलिकति है यो एक्स वाइ यो पिएम हो ल हो अनि यहाँनिर प्रुफ गर्नु पनि पिएमवाई बाट कङ्ग्रेन्ट टु ट्रायंगल एक्सवाइपी वाइएक्सपी ल वाइएक्सपी नम्बर 1 भयो त्यहाँदेखि नम्बर 2 मा छ यहाँ सबै बुझिहाल्छ ल इएफडी कङ्ग्रेन्ट टु ट्रायंगल डिसिएफ है अब यहाँनिर इएफ ले करेस्पोन्ड को गर्छ डिसी गर्दाखेरि इएफ डिसी ठिक छ करेक्ट हो कति मिनेटको भिडियो 11 मिनेटमा नानीको लेसन आजको भ्याउँदिन भने त के रे बहानै छैन एक्सक्युजै छैन अल द भेरी बेस्ट भेटौँ अर्को भिडियोमा